प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा गरेको सम्बोधनको भिडियो आफ्नो मोनिटाइज फेसबुक पेजमा हालेर $700 कमाए। यो भनाइयो साथीहरू जेनजीका एकजना अगुवा मिराज ढुङ्गानाको। उनले हिजो एक कार्यक्रममा यो कुराको चर्को विरोध पनि गरे साथीहरू कि देशको प्रधानमन्त्रीले आफ्नो मोनिटाइज पेजबाट यसरी चाहिँ राष्ट्रको नाममा गरिएको सम्बोधन हालेर चाहिँ पैसा कमाउने के साथीहरू साँच्चै हाम्रो प्रधानमन्त्री बालेन शाहले मात्रै यसरी आफ्नो फेसबुक पेजबाट देशको नाममा गरिएको सम्बोधन अथवा आफ्नो देशको नाममा दिएका केही सूचनाहरू हाम्रो प्रधानमन्त्री मात्रै हाल्छन् त? यो कुरा फेटिकै होइन साथीहरू। हामीले हाम्रो छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुरा हेरौँ। नरेन्द्र मोदीले अस्तिका दिन जेनजी आन्दोलनको निम्ति गरेको सम्बोधन, उनले चाहिँ जेनजी आन्दोलनमा युवाहरूलाई गरेको सम्बोधन आफ्नो फेसबुक पेज, आफ्नो इन्स्टाग्राम पेज र अरू विभिन्न किसिमका आफ्ना सोसल मिडियाका पेजहरूबाट उनले हालेका थिए। इन्स्टाग्राममा मोदीले हालेको भिडियोले त साथीहरू विश्व रेकर्ड बनाएको थियो। योभन्दा पहिला एकजना चर्चित युट्युबर आइसो स्पिडको नाममा रहेको सबैभन्दा धेरै भ्युजको रेकर्ड नरेन्द्र मोदीको भिडियोले तोडेको थियो साथीहरू उनकै पर्सनल इन्स्टाग्राम एकाउन्टबाट। लगभग 400 मिलियनको हाराहारीमा उनको भिडियोको भ्युज पुगेको थियो र यतातिर फेसबुकमा पनि उनले आफ्नै पर्सनल एकाउन्टबाट त्यो भिडियोहरू अपलोड गरेका थिए। पर्सनल एकाउन्टमै उनी लाइभ आएर त्यो कुराहरू गरेका थिए। अझ यो मात्रै होइन साथीहरू, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त आफ्नै निजी सोसल मिडियाहरूबाट चाहिँ यसरी आफ्नो कुराहरू राखिराख्छन्, आफूले गरेको देशले सरकारले गरेको निर्णयहरू भनिराख्छन्, उनले आफ्नो स्ट्याटसमा लेखिराख्छन्। र विश्वका धेरै राष्ट्र प्रमुखहरूले यसरी अहिले, किनकि सामाजिक सञ्जाल भनेको अहिलेको सबैभन्दा दरिलो हतियार हो आम सर्वसाधारणमा पुग्नलाई, र धेरै यसरी राष्ट्र प्रमुखहरूले आफ्नो पर्सनल एकाउन्टबाट अथवा आफ्नो सोसल मिडिया एकाउन्टबाट यसरी देशका कामहरू अथवा आफ्नो सरकारले गरिरहेका कामहरू आम जनता सामने राख्ने गर्छन्। अब यही कुरालाई लिएर अहिले नेपालमा चर्को विरोध भइरहेको छ कि बालेन शाहले आफ्नो फेसबुक पेजबाट यो गरे ऊ गरे। अरे भाइ, विरोध गर्नकै निम्ति किन विरोध गर्छौ यार? बालेन शाहले प्रधानमन्त्री पदमा बसेर राष्ट्रको ढुकुटीबाट पैसा लुट्न हो कि नहुने? हिजो प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पनि यसरी नै भिडियोहरू हाल्थे आफ्नो एकाउन्टबाट। सबैले हाल्छन् त भाइ। यो कुरालाई लिएर रातो दिन विरोध गरेको छ के का लागि, किन? हो, ठिकै हो, जनताका मुद्दाहरूमा सरकारको विरोध गर्नु सामान्य कुरा हो। जनताले चाहिँ चाहेको अनुसार सरकारले काम गर्न सकेन अथवा सकेको छैन भने ती कुराहरूमा सरकारको विरोध गर्नुपर्छ, हामीले पनि गरिन्छ। तर चाहिने नचाहिने सबै कुराहरूमा विरोध मात्रै गर्ने, आन्दोलनको समयमा आफू चाहिँ कहाँ हो कहाँ गुमनाम हुने, अनि आन्दोलन सफल भइसके पछि आएर चाहिँ तिनीहरूको चाहिँ चर्को विरोध गरेको छ। रात दिन त्यो रुन्चे मुख लिएर जता गएर पनि विरोधै गरेको छ। आज योसँग मिलेको छ, भोलि उसँग मिलेको छ। आखिर किन के का लागि? त्यसो त यस्ता वैघात कुराहरूमा विरोध गर्न छोडौँ साथीहरू। विरोध गर्ने हो भने जनतासँग सम्बन्धित मुद्दाहरूमा विरोध गरौँ। बालेन शाहले आफ्नो फेसबुक पेजबाट हालेको भिडियो आम जनता सामने सबै सामने पुग्छ। त्यही कारणले उनले हरेक कुराहरू आफ्नो फेसबुक पेजबाट हाल्छन्, किनकि बालेन शाहलाई लगभग धेरै जसो नेपाली युवाहरूले फलो गरेका छन्। सबै युवा समक्ष त्यो भिडियो पुग्छ र ती युवाहरूले फेरि अरू आम सर्वसाधारण सामने पुर्याउन चाहिँ मद्दत गर्छन्। त्यसो भएर उनले यसरी भिडियो हाल्ने गर्छन्, सामाजिक सञ्जालबाट सन्देश दिने गर्छन्। अनि यो कुरा के नौलो भयो त? अनि यही कुरालाई लिएर उटपटाङ